नेपाल आउँदैछु नेपाल वेलकम टु नेपाल गर्दैछु यो ठाउँको नाम चाहिँ के हो यो ठाउँको नाम सिटी सेन्टर हजुर सिटी सेन्टर हो सिटी सेन्टर सिलगढी कन्टेन्टहरुको गाडी चाहिँ फोर्ड सिट पनि अप्ठ्यारो थियो है भाइ ए त्यस्तो सिटमा कसरी बसेर आउनु यो लामो छ नि त गाडी होइन सिटै त्यो राम्रो छैन क्या के चिक्क परेन यहाँ कस्तो कम्फर्टेबल लागेछ हाम्रो ब्यागहरू यो गाडीमा छ होइन सिलगढी घुमेर काकलभिट्टा आउने क्रममा हो ल सूर्य उदाएको होइन अस्ताएको छ। सम्झिनु है हस् सबैजनाले फोन जोड्दै उताबाट कट्टा तानेर लगिदिन्छु साइडबाट जाँदा हुन्छ त 8 बजे चाहिँ घाम अस्ताको टाइमको सूर्य हो उदाएको टाइम जस्तो लाग्यो तर अस्ताको हो फोटो गऱ्यो नि तिमीले भिडियो गर न तपाईँ फोटो गर्दा नि गर्नु न त्यहाँबाट मेरो यहाँबाट राम्रो आउँछ दिदीहरू हुनुहुन्छ यहाँ है हाम्रो अगाडि अङ्कललाई चाहिँ यस हेलो गाइज टाउको मात्र आयो जस्तो लाग्यो अङ्कल र यहाँबाट यस्तो त्यहीबाट टाइम चाहिँ यति भयो है 4:35 बेलुका 8 बज्यो ए 4:53 है दुरुको हो कि होइन थाहै पाएन चस्मा दिन्छ आउनुहुन्न भने चिन्नु भयो त चिन्नु भएन है हजुर बिरामीले चिन्नु भयो त हजुरलाई बिमारी त इन्टु नै चिन्दैछ नि ए कोमामै गएको छ भन्छ अलिकति बोल्नु सक्ने भएको पनि त हुन्छ म पनि छु रेड सिग्नल भएर रोक्यो भाइ हामी यस्तो देख्ने गरी राख्नु पर्यो नेपालमा त गाडी त्यो इटेरीको चोकमा त्यो सिग्नल पनि कता छ थाहै हुँदैन बेलुका पुग्छ नि राति
बेलुका त यो 8 बजे आठ। 8 9 बजे छ भने सही दिदी अब एउटा सिलगढीमा घर नबनाइ भयो आयो मेरो भगवान अन्त ब्लग मात्र बस्नु पर्दैन त दादालाई पनि राख्नु ल बिहान मात्र बस्नु ल दिदी मलाई पैसा दिनु ल म तेल हाल्छु 3000 दिन है दिदी 1000 दिन भनेको 3000 दिन न 3000 कति भनेको छ हजुर उता कति भनेको छ उता त तपाईँले 2000 भनेको छ 1000 बढी अँ 500 बढी ए त्यसो नआउनु दिदी म मालिकलाई पनि त यहाँ तेलको उयो देखाउनु परेन अनि देखाउनु नि त 3000 मैले थोरै नदेखाउनु भयो अघिको हाइवे कता गयो हौ टुट कुदेको पुग्नु आइडिया अलिकति घुमाउनु बित्तिकै 3000 बढ्यो 3000 त कहाँ बढ्यो त नि तपाईँको 1000 बढ्यो 1000 त्यही पनि तपाईँले एकजना हालेर त्यो भनेर मात्र मैले मिलाइदिएको 200 तपाईँलाई रुपियाँ हालिदिन्छु 200 रुपियाँ तपाईँ 26 किलोमिटर ओर्दर गर्न सक्नुहुन्छ नि होइन हौ एकजना पाइहाल्ला त्यो मोलतोल नगर्नु न दिदी मैले कम्ती नै भनेको तपाईँलाई 2500 दिन्छु भरे तेल देखाइदिनु पऱ्यो नि त मालिकलाई अलिक भक्कै हालेर लिएर हिँड्नु पऱ्यो नि उसले त तेल हालेर दिन्छ नि त मलाई अनि तेल त साउजीले हाल्दै सक्छ कि साउले त हालेर दिन्छ अनि यति काटाको तेल दिन्छ उ त्यो काटा आफूले ल्याइदिन्छ अनि मैले त साउजीलाई डिल गरेको नि त साउलाई डिल गर्नुभएको हो कि अनि साउले त अनि तपाईँको त अनि दुनियाँ घुमाउनु भनेर त दिएको होइन मलाई त तपाईँको सौजीलाई फोन गरेर नि तपाईँको मान्छे कस्तो मान्छे दिएको भन्नु मैले भने त अनि फोन गरेर मैले भने त म अबदेखि चाहिँ मलाई ए होइन रहेछ उसलाई कन्ट्याक्ट भएको रहेछ ड्राइभर अर्को ड्राइभरलाई कन्ट्याक्ट भएको रहेछ अनि उसलाई फोन गर्दाखेरि त अनि ऊ त तपाईँको उता के अरे बिडर चोक न के चोक भन्ने त्यहाँ पो फोन लागेछ मालिक उसलाई चाहिँ कन्ट्याक्ट भएको होइन उसले ड्राइभरलाई चाहिँ कन्ट्याक्ट गरिदिएको रहेछ बोल्न आएर तपाईँको ज्वाइँले त चिन्दैन पनि हाम्रो मालिकलाई रहेछ ए ज्वाइँ कि को यता त्यो अघिको मान्छे त्यो अघिको दाजुलाई यो हो नि त बाटो त यो गाडी पनि कसैले बुझेर गर्दैन होइन भन्दैछ यताबाट उता यता गएको इधर का माल उधर का माल इधर गएको हात गले तेरिका